हेलो साथीहरु, कस्तो हुनुहुन्छ तपाईहरु? र आज चाहिँ म लन्चमा मोमो बनाउँदै छु। आज नानीले भनेको थियो नि त मोमो ल्याइदिनु भनेर, त्यही भएर चाहिँ म यहाँ मोमो बनाउँदै छु। यहाँ एक मक्टु पाक्दैछ र ग्यासको छेउमा चाहिँ मैले हिजो यो तित्तिरीको यो तितौरा राखिरहेको छु। यहाँ पुरा कमिला आएछ नि त कि तातोले जान्छ भनेर। र मलाई चाहिँ हेल्प चाहिँ यहाँ सुकास दाले गर्दैछ। उसले मोमो बनाइदिँदैछ र मैले यहाँ सब्जी पनि बनाएको छु। यो चाहिँ फर्सीको सब्जी। साथीहरु, म चाहिँ यहाँ रोटी पनि पोल्दै छु। सानो आटा उब्रियो कि अब यसको चाहिँ रोटी पोलेर चाहिँ फर्सीको सब्जीसँग खानुपर्छ। फर्सीको सब्जी पानी पनि सुकास दा खाऊ भने चिया बनाइदिनु हैन? बनाउँदिन म अब। किन? 5 बजे चिया खाएको कि प्यारा दिनभरि बनाएन होला। के हुन्छ अन्त? 5 बजे उठेर चिया बनाए, अघि फेरि 7 बजे त्यही अलिक खाए। लु यो पाक्यो होला है हेर न। उयो झुक्न दिँदैन माथिको यो त पाक्यो छ। अह मोमो पाकेको छैन रहेछ। अब 10 मिनट लाग्छ होला भाइ। मजाले पाक्नु नानी खान्छ। हामी खानु मजाले पकाउनुपर्छ नि। हामी त पचाउनु सक्छ, नानीहरुको अब पचाउनु सक्दैन नि त उयो काँचो। यहाँ हाम्रो दिन पनि हेर्नुहोस् यस्तो डरलाग्दो भइरहेको छ। कसरी चाहिँ अब स्कुल जानु? आज टर्च लिएर जानुपर्छ होला। छाता टर्च यस्तो हुन्छ है रोटी, सुक्खा रोटी, तातो तातो। आउनुहोस् है खानुहुन्छ भने रोटी आम्बो उस्ते उस्तै पसै भित्र पुरै गर्नु। अदुवा लसुन भन्दैछ मैले। ओ अदुवा लसुन अरे अदुवा लसुन गयो। ल अब चाहिँ म चिया पनि बसाउँदैछु। चियाको डेक्चीमा बसाइन आज। सुकास दाले बिहान चिया बनाएको थियो, डेन्जर बनाइदिएछ। म त डर लाग्दो बनाउँछु नि त, सबै त्यसमै हाल्छ नि त। त्यो डेक्ची देखेर मलाई चिया बनाउनु मनै लागेन नि त। अर्को त्यो उयो मधेसतिर हुन्छ नि क्या, ठेला गाडीतिर चिया त्यस्तो त्यो पारा हो नि त। त्यही कारण मिठो भएको। त्यस्तै एउटा ठुलो भाँडा पनि किन्नु पर्यो भाइ। बस्यौँ क्या एउटा लिएर। ब्लु डायमन्ड चुला हाल्नु। जाओ तनिक गरौँ। यसमा चाहिँ तेजपत्ता, स्पेशल टी, टेस्ट अलिकति सौफ, अनि टाइम चाहिँ कति भयो नि त पकाएको? रुचि थोरै दिनु न। अब हाम्रो चाहिँ चिया खाजा हो कि खाना हो रेडी भयो। उयो हट त्यस्तो गर्नु साथीहरु, हाम्रो एक सेट मोमो रेडी भयो। त्यहाँको चाहिँ हामी पनि चाख्छु। र मैले चाहिँ खानु पनि थाल्यो। यो रोटी सब्जी चिया मोमो पनि छ। एकपल्ट चाख्नु पनि पर्यो है। सुकाउँदै पाउनु हाल न के हाल्नु? मोमो। हामीले चाहिँ अचार बनाएन हो, नानीको लागि मात्रै त भनेर यो खान्छ। सेजवान चटनीसँग खान्छु। यो मोमो चाहिँ मैले आटाको बनाएको हो कि, त्यही माथि अलिकति सोडा पनि हालेको थियो, मैलो पनि भएछ। आटाको हेल्दी नानीको लागि भनेर स्कुलमा है। खाना पनि हालिदिन्छु। 2 3 4 5 6 7 8 9 10 11 12 13 14 वटा लगिदिन्छु।
र यसमा केचप लन्च पनि रेडी भयो हाम्रो नानीको। हुन्छ साथीहरू, र मेरो आजको लन्च पनि रेडी भयो है। र अब मेरो भिडियोहरू पनि हेरिदिँदै गर्नुहोस् र मेरो पेजलाई पनि फलो गरिदिनुहोस्। थ्याङ्क यू।